उसको जन्मदिन हो आज। सुकर गर शनि गर राहु गर केतु गर नौ गर शान्ति हुन् बच्चाको राम्रो पढाइ राम्रो जागिर मिलोस्। गुड मर्निङ मन। गुड मर्निङ। ह्याप्पी बर्थडे। थ्याङ्क यू। आज मेरो बर्थडे भन न। अब मन्दिरमा गएर खानेकुरा बाँधेर आउने है। कति वर्ष पुग्यो? कति वर्ष पुगिस्? म 7 वर्ष। 7 वर्ष हो। त्यो नाम के रे? यता हेर्न झुक्क्या के रे के उको त तेरो यहाँ त भाइ उठ उठ्न भने के हो तेरो नाम? अब राम्रोसँग भन्। युनिक पुन हो। मुख धुवाएन तिमीहरूले अहिले? धुवाएन? ल त गाइस आज चाहिँ त्यो पुच्चेको बर्थडे हो अनि हामी चाहिँ उता मन्दिर जानु लाग्यो। उसको बर्थडे स्पेसल आज होली पनि छ। त्यही भएर आज उसको बर्थडेमा चाहिँ यसो मन्दिरमा गएर केही दान गरेर आऊँ भनेर जानु लाग्यो हामी मन्दिर गएर। अनि त्यसपछि के हुन्छ हेरौँ। प्लान चाहिँ अब केही खानेकुरा बाँडौँ भन्ने छ र मुदा गएर अब के हुन्छ। के खाने? पिज्जा। बर्थडेमा यस्तो पिज्जाको डिमान्ड राख्दैछ उसले फेरि अहिले। ल हामी चाहिँ मन्दिरतिर जाँदैछौँ होइन। विन्ध्याचल मन्दिर जान्छौँ अनि उसको बर्थडे सेलिब्रेट गरेर आउँछौँ। पूजासुजा चाहिँ गर्न मिल्दैन तैपनि हामी यसो केही दान दक्षिणा गरेर आउनेछौँ उसको बर्थडेमा स्पेसल बर्थडेमा। के हुन्छ भाइ चाहिँ हामी चाहिँ के भयो? हामी चाहिँ अहिले एनडी कतेर अलि अगाडि आएको छौँ। अब जौबारी साइडतिर जाँदैछौँ होइन। माथिबाटै जाऊँ होला। यो समय त हामी चाहिँ अहिले जौबारी चेकिङ पोस्ट यता पछाडि छ। चेकिङ पोस्टतिर आइपुग्यौँ। सिमपानी प्रवेश गर्दैछौँ हामी है। एकछिनमै विन्ध्याचल मन्दिर आइपुग्छौँ। त्यसपछि हेरौँ के गर्छौँ हामी। स्यालुट मार्दै हिँड्दै गर्छ चाहिँ पेतालो। अब चाहिँ हामी हरिचोक आइपुग्यौँ होइन। अब रमझम हेरौँ यता बाटोहरू बन्दैछ र अलि घर देखिरहेछ है। अब अहिले चाहिँ हामी विन्ध्याचल मन्दिर प्रवेशद्वारमा आइपुगेछौँ। यहाँभित्र प्रवेश गरेपछि हामी विन्ध्याचल मन्दिर हेर्न सक्नुहुन्छ। पूजाको लागि केही सामानहरू प्रशस्तै पाइन्छ यहाँ। चक्लेट अलि तलै जाऊँ न, त्यहाँ चक्लेट किन्नुपर्छ होला। मान्छेको भिड छ होला आज पक्कै पनि यहाँ। ल अब अहिले हामी चाहिँ विन्ध्याचल मन्दिर पार्किङ स्थलमा आइपुग्यो। त्यहाँभित्र चाहिँ लाग्यो ल भाइ। ल त्यहाँ मन्दिर
परिसरभित्र छौँ। अब केही छिनमा हामी कार्यक्रम सुरु गर्छौँ, हेर्दै गर्नु होला है त। अब बाबाजीको आशीर्वाद लिँदैछु उसले आफ्नो जन्मदिनमा आज। ल आशीर्वाद थाप। नाम भन्दैछु त बाबुको सहिन। बाबुको युनिक। हजुरको नाम ल हजुरको नाम मेरो निम्बा। सूर्य गरेर चन्द्र गरेर माल घाट बुध गरेर बृहस्पति गरेर शुक्र गरेर शनि गरेर राहु गरेर केतु गरेर नौ गरेर सन्तान बच्चा गरेर राम्रो पढाइ राम्रो जागिर मिलो चिरंजीवी जाय पर मंगलता या पगो चार पन्ना चार दिशा फुलुन चतुर्वेद चारान कर दौरा शुभ मांग शांति कल्याण भगवान और कुल देवता पृथ्वी सदा सर्वदा मंगल होस्। एउटा उसलाई दियो त भाइलाई। ल दियो तैँले। ल हस् ल ल हिँड्छौँ। हिँड। ल बाबाको आशीर्वाद ल्याइयो। अब चाहिँ तल उसहरूलाई केही दक्षिणा गर्न जान्छौँ हामी। ल यता चकचक नअर्के। र आज उसको बर्थडेमा केही खानेकुरा बानौँ भन्ने प्लान थियो र अलि असम्भव भयो। त्यही भएर अहिले चाहिँ टक्क पैसाहरू बाँड्दैछ बर्थडेमा, केही आशीर्वादहरू मिलोस् भनेर सबैलाई पैसा बाँड्दैछ उसले। उसको जन्मदिन हो आज। बाबा आमाहरूलाई पैसा बाँड्दैछ उसले। सबैजनालाई दक्षिणा गर्दैछ उसले। ल यता को त्यो आमालाई दे माथि, माथि आमालाई दे। ल आज उसको बर्थडेमा उसले वृद्ध बाबा आमाहरूलाई केही दक्षिणा गर्यो। कहाँ जाने अरे? ल जाम। उसको बर्थडेमा आज हामीले टक्क उसलाई मन्दिरमा लिएर वृद्ध बाबा आमाहरूलाई टक्क दक्षिणा गर्न लगायौँ। अब चाहिँ हामी माथि यता मन्दिरभित्र छिर्दैछौँ। हेरौँ। ल चप्पल खोलेर जा, चप्पल म आउन्न। ल त्यो सब घुमाइ, एक राउन्ड फनक्क घुमेर जा। ल दौडी तन जा। ल दौडी धर्मसङ्घ बुद्ध विहार। ल भयो, ल आइज सहिन। ल भयो अब है। लिएर हिँड्न त गाह्रो छ, केही गर्नै सकिन्न। अब यता यसो पानीहरू हेर्छौँ, यता बच्चाहरूलाई देखाउने। यता चकचक गर्ने होइन कि, त्यहाँ यहाँमा एक राउन्ड घुम्छ। लत लास फेरि
ल भयो यता 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 ल टक्क यो चाहिँ विन्ध्यवासिनी मन्दिरको टक्क गार्डन पहिला चाहिँ यहाँ बब्बाल थियो अहिले चाहिँ अलिक फुलहरू सानो रहेछ पहिला यहाँ एकदम ठुलो रुख थियो होइन बब्बाल थियो होइन अहिले चाहिँ अलि सानो बनाइएको रहेछ अब चाहिँ हामी माथि मन्दिरतिर जान्छौँ होइन त्यसपछि हेरौँ यो चाहिँ टक्क विन्ध्यवासिनी मन्दिरको भ्यू पोइन्ट हो होइन यहाँबाट चाहिँ टक्क चारैतिर बब्बाल देखिन्छ घुम्ने मान्छेहरू घुम्न आउनु भएको छ यता यो चाहिँ यहाँबाट देखिने भ्यूहरू हो यता चाहिँ मन्दिर टक्क छ विन्ध्यवासिनी मन्दिर एकदम बब्बालै देखिन्छ यहाँबाट चाहिँ होइन एकदम भक्तजनहरू एकदम धेरै भिड हुनुहुन्छ आज चाहिँ सब भक्तजनहरू आउनुभएको छ यहाँ तलको भ्यू पनि बब्बालै छ भनौँ यहाँ ल हामी चाहिँ अहिले विन्ध्यवासिनी मन्दिरभित्र छौँ होइन फोटोसोटो खिच्दैछौँ 1-2 कपी यसो फोटोसोटो खिचेर अनि त्यसपछि अब हामी फर्किन्छौँ यहाँ ल यहाँ उस केही भन् आज मेरो बर्थडे हो भन् अरू भन् के भन्न मन छ ल उजारे उता कतै चक 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 मात्रै गर्छ यार ल ल अब हामी चाहिँ फर्किन्छौँ होला सायद होइन हाम्रो काम भ्याइसक्यो यहाँ अब भित्रतिर पनि भिड छ एकदम धेरै होइन पूजासुजा गर्न एकदम धेरै मान्छेहरू आउनुभएको छ हामी चाहिँ पूजासुजा गर्दैनौँ अहिलेलाई केही समयपछि गरौँ ल ल गाइस अब हामी चाहिँ विन्ध्यवासिनीबाट फर्क्यौँ होइन अब लेक साइडतिर जाऊँ भन्ने प्लान हो लेक साइडतिर गएपछि बच्चाहरू रमाइलो बनाएर लिएर आऊँ भनेको हेरौँ अब कतिको भिड छ लेक साइडतिर आज होलीको माहौल छ धेरै भिड छ भने अब त्यत्तिकै फर्केर आउँछौँ छैन भने चाहिँ एकछिन यसो बच्चाहरूलाई रमाइलो बनाएर लिएर आउँछौँ हामी अहिले हेर्दै गर्नु होला गाइस के हुन्छ रमाइलो गर्दैछौँ हामी